ऐतिहासिक उपलब्धि टाइप 1 डायबिटिजमा हिस्टोरिकल अचिभमेन्ट स्टेम सेल प्रत्यारोपणपछि बिरामी इन्सुलिन मुक्त विश्व स्वास्थ्य विज्ञानको क्षेत्रमा टाइप 1 मधुमेह अथवा टाइप 1 डायबिटिज विरुद्धको लडाईँमा एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। हालै प्रतिष्ठित जर्नल द न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिन NEJM प्रकाशित अध्ययनले देखाएको छ कि प्रयोगशालामा विकसित गरिएको स्टेम सेलबाट बनाइएका इन्सुलिन उत्पादन गर्ने कोशिकाहरूको एकपटक मात्रको प्रयोगले धेरै बिरामीहरू दैनिक रूपमा इन्सुलिनको निर्भरताबाट छुटकारा प्राप्त गरेका छन्। यस अध्ययनले मधुमेह उपचारको भविष्यलाई नयाँ दिशातर्फ मोड्न सक्ने सम्भावना देखाएको छ। यदि आगामी परीक्षणहरू पनि सफल भएन, टाइप 1 मधुमेहको उपचार केवल इन्सुलिन इन्जेक्सनमा सीमित नरही पुनर्जनन चिकित्सा अथवा रिजेनरेटिभ मेडिसिन मार्फत रोगको मूल समस्यालाई समाधान गर्ने दिशातर्फ अघि बढ्न सक्नेछ। टाइप 1 मधुमेह वास्तवमा के हो? टाइप 1 मधुमेह एउटा अटोइम्युन रोग हो। यसमा शरीरको प्रतिरक्षा प्रणालीले गल्तीवश अग्नाशय अथवा प्यानक्रियास भित्र रहेका इन्सुलिन उत्पादन गर्ने बीटा कोषहरूलाई नष्ट गर्ने गर्छ। इन्सुलिन बिना शरीरले रगतमा रहेको ग्लुकोजलाई ऊर्जा उत्पादनका लागि कोशिकाभित्र प्रवेश गराउन सक्दैन। फलतः रगतमा चिनीको मात्रा अत्याधिक बढ्छ, शरीरको ऊर्जा सन्तुलन बिग्रन्छ, मृगौला, आँखा, मुटु र स्नायुमा दीर्घकालिक क्षति हुन सक्छ। जीवनभर इन्सुलिन इन्जेक्सनमा वा पम्पको आवश्यकता पर्न सक्छ। हालसम्म टाइप 1 मधुमेहको स्थायी उपचार उपलब्ध थिएन। बिरामीहरूले दिनमा धेरै पटक इन्सुलिन लिनुपर्ने, निरन्तर ग्लुकोज जाँच गर्नुपर्ने र कम वा बढी चिनीको जोखिम झेल्नुपर्ने अवस्था थियो। नयाँ उपचार कसरी काम गर्छ? यस अध्ययनमा प्रयोग गरेको उपचारलाई जेमिसेल भनिन्छ। पहिले यसलाई VX-880 भनिन्थ्यो। वैज्ञानिकहरूले मानव स्टेम सेललाई प्रयोगशालामा विकसित गरेर इन्सुलिन उत्पादन गर्न सक्ने आइलेट कोशिकामा रूपान्तरण गरेका छन्। यी कोशिकाहरूलाई बिरामीको शरीरमा प्रत्यारोपण गरियो। विशेष कुरा के छ भने यी कोशिकाहरूलाई अग्नाशयमा होइन, कलेजो लिभरतर्फ जाने पोर्टल भेन मार्फत शरीरमा प्रविष्ट गराइयो। प्रत्यारोपणपछि कोशिकाहरू कलेजोमा बसोबास गर्छन्, शरीरसँग समायोजन गर्दछन्, इन्सुलिन उत्पादन गर्न थाल्छन्, रगतमा ग्लुकोजको मात्रा स्वाभाविक रूपमा नियन्त्रण गर्छ। यसरी बिरामीको शरीरले फेरि आफ्नै इन्सुलिन उत्पादन गर्न सक्षम हुन्छ। अध्ययनका नतिजाहरू फेज 1 क्लिनिकल परीक्षणमा पूर्ण मात्रा प्राप्त गरेका 12 जना सहभागीहरूको 1 वर्षसम्म अनुगमन गरिएको थियो। नतिजाहरू अत्यन्तै उत्साहजनक देखिएका थिए। मुख्य उपलब्धिहरू भनेको 12 जना मध्ये 10 जना जो चाहिँ 83% हुन आउँछ, 10 जनाले चाहिँ 1 वर्षपछि इन्सुलिन प्रयोग पूर्ण रूपमा बन्द गर्न सकेका थिए। सबै 12 जनाले गम्भीर हाइपोग्लाइसिमिया जो चाहिँ चिनी अत्याधिक घट्ने समस्या हो, हाइपोग्लाइसिमियाबाट मुक्ति पाएका थिए। सबैको HbA1c दर 7% भन्दा कम रहेको थियो। सबैले स्वास्थ्य ग्लुकोज दायरामा 70% भन्दा बढी समय बिताउन सफल भएका थिए। सबैमा शरीरको पुनः इन्सुलिन उत्पादन गर्न थालेको प्रमाण भेटिएको थियो। यी नतिजाहरू टाइप 1 मधुमेह अनुसन्धानको इतिहासमै सबैभन्दा प्रभावशाली उपलब्धिमध्ये एक मानिएका छन्। यसको महत्त्व किन छ त? सामान्यतया टाइप 1 मधुमेहका बिरामीहरूले दैनिक इन्सुलिन इन्जेक्सन लिनुपर्ने हुन्छ। निरन्तर ग्लुकोज मोनिटरिङ गराउनुपर्छ। हाइपोग्लाइसिमियाको डर रहिरहन्छ। राति निदाउँदा समेत चिनीको अचानक घटावका कारण स्वास्थ्य जोखिम रहिरहन्छ। नयाँ उपचारले यी सबै समस्यालाई उल्लेखनीय रूपमा कम गर्न सक्छ, न्यूनीकरण गर्न सक्छ। विशेषज्ञहरूका अनुसार यो पहिलो पटक हो जब प्रयोगशालामा बनाइएका स्टेम सेलबाट विकसित कोशिकाहरूले ठूलो संख्यामा बिरामीहरूमा इन्सुलिन उत्पादन सफलतापूर्वक पुनर्स्थापित गरेको छ। यसले अझै पनि पूर्ण उपचार भने भन्न सकिँदैन। नतिजाहरू अत्यन्त आशाजनक छन्। केही महत्त्वपूर्ण चुनौतीहरू अझै बाँकी छन्। जीवनभर प्रतिरक्षा दमन गर्ने औषधिहरू, जसलाई इम्युनोसप्रेसेन्ट औषधि भनिन्छ, त्यो इम्युनोसप्रेसेन्ट औषधिहरूको आवश्यकताबाट छुटकारा प्राप्त गर्न सकिने सम्भावना। शरीरले नयाँ कोशिकालाई विदेशी तत्त्व ठानेर आक्रमण गर्न सक्छ। यसलाई रोक्न बिरामीहरूले जीवनभर प्रतिरक्षा दमनकारी इम्युनोसप्रेसेन्ट औषधिहरूमा निर्भरता रहन सक्छ। शरीरले नयाँ कोशिकाहरूलाई विदेशी तत्त्व ठानेर आक्रमण गर्न सक्छ। यसलाई रोक्न बिरामीहरूले ट्याक्रोलिनस, सिरोलिनस, अन्य इम्युनोसप्रेसिभ औषधिहरू लामो समयसम्म सेवन गर्नुपर्ने हुन सक्छ। संक्रमणको जोखिम प्रतिरक्षा प्रणाली कमजोर हुँदा ब्याक्टेरियल संक्रमण, भाइरल संक्रमण अथवा फङ्गल संक्रमण जस्ता संक्रमणको जोखिम रहिरहने हुन्छ। अध्ययनमा केही गम्भीर प्रतिकूल घटनाहरू पनि देखिएका थिए। दीर्घकालीन प्रभाव अझै अज्ञात रहेको छ। हालको अध्ययनले करिब 1 वर्षको नतिजा मात्र प्रस्तुत गरेको हो। अझै थाहा हुन बाँकी
देखिँदैछ कि 5 वर्षपछि कोशिकाहरू कति प्रभावकारी रहिरहनेछन्, 10 वर्षपछि पनि इन्सुलिन उत्पादन जारी रहनेछ कि छैन, दीर्घकालिक सुरक्षा कस्तो अवस्था रहनेछ, यसका लागि थप अध्ययन भने आवश्यक हुन्छ। भविष्यतर्फको अर्को कदमको रूपमा अनुसन्धानकर्ताहरू अहिले अर्को पुस्ताका स्टेम सेल उपचारहरूमा काम गरिरहेका छन्। उनीहरूको लक्ष्य भनेको प्रतिरक्षा प्रणालीबाट लुक्न सक्ने कोशिका विकास गर्नु, इम्युनोसप्रेसिभ औषधिको आवश्यकता घटाउनु, ठूलो संख्यामा बिरामीलाई उपचार उपलब्ध गराउनु रहेको छ। यदि यो सफल भयो भने टाइप 1 मधुमेहको उपचारमा वास्तविक क्रान्ति आउन सक्छ। विश्वभरका करोडौं बिरामीहरूका लागि यो आशाको किरण पनि बनेको छ। विश्वभर करिब 80 लाख भन्दा बढी मानिस टाइप 1 मधुमेहबाट प्रभावित छन्। उनीहरूका लागि यो अध्ययन केवल एउटा नयाँ औषधि परीक्षण मात्रै रहने छैन, सम्भावित रूपमा नयाँ जीवनको सुरुवात पनि हुनेछ। 1 शताब्दी भन्दा बढी समयदेखि इन्सुलिन उपचार टाइप 1 मधुमेहको मुख्य आधार रहँदै आएको छ, तर स्टेम सेल प्रविधिले अब यस्तो भविष्यको संकेत दिएको छ जहाँ रोग व्यवस्थापन मात्र होइन, हराइसकेका इन्सुलिन उत्पादन प्रणालीलाई पनि पुनर्निर्माण पुनर्जागृत गर्न सकिनेछ। टाइप 1 मधुमेहका बिरामीहरूलाई इन्सुलिन मुक्त बनाउने स्टेम सेल उपचार आधुनिक चिकित्सा विज्ञानको सबैभन्दा आशाजनक उपलब्धिमध्ये एक हो। यद्यपि यसलाई अझै पूर्ण उपचार भन्न मिल्दैन, तर प्रारम्भिक नतिजाहरूले देखाएको छ कि मानव शरीरमा इन्सुलिन उत्पादन पुनः स्थापित गर्न पनि सकिन्छ। यदि आगामी चरणका परीक्षणहरू सफल भए र इम्युनोसप्रेसिभ औषधिहरूको आवश्यकता घटाउन सकियो भने आगामी दशकमा टाइप 1 मधुमेह उपचारको स्वरूप नै फेरिएर जानेछ। यो केवल एउटा चिकित्सक उपलब्धि मात्र होइन, लाखौं बिरामीहरूको जीवनलाई नयाँ आशा दिने सम्भावित क्रान्ति पनि हुनेछ।